दर्शन नमस्ते सबैजनालाई। साथीहरू के छ तपाईहरुको हालखबर? सन्चै हुनुहुन्छ होला हैन? अहिले चाहिँ यो देशभरमा भइरहेको तपाईको यो चुनावी माहौल चाहिँ तपाईको के भइरहेको छ त साथीहरू? अहिले विशेष गरी यो पुरानो दलका पार्टीहरुले चाहिँ तपाईको पहिल्यै पुरानै ढाँचामा चाहिँ तपाईको पेट्रोल हाल्दिने, तपाईको खाजा खुवाउने, मासु चिउराहरु खुवाउने कार्यक्रमहरु चाहिँ एकदमै भव्य रूपमा चाहिँ भइरहेको छ है साथीहरू। अहिले पनि तपाईको मेरो विचारमा चाहिँ तपाईको यो पुरानै दलका पार्टी हैन, पुरानै नेताहरुले चाहिँ जित्ने सम्भावना चाहिँ कता देखिरहेछ है मैले एक हिसाबले चाहिँ। किनभने तपाईहरुले उनीहरु पैसाले नै पेलिरहेको छ अहिलेसम्म हैन। खाजा दिने, तपाईको केटाहरुलाई तपाईको पेट्रोलहरु हाल्दिने त्यस्तो कामहरु चाहिँ देशभर चाहिँ व्यापक रूपमा चाहिँ भइरहेको देखिरहेको छ अहिले चाहिँ हैन। त्यस्ता नारा जुलुसहरु चाहिँ मैले धेरै गरिरहेको समाचारहरु तपाईहरुले पनि देखिरहनु भएको होला हैन, तपाईहरु सबैले। त्यही भएर साथीहरु विशेष विचार पुर्याउनु होला। अबको चुनावमा पनि तपाईको पुरानै दल, पुरानै पार्टीलाई पनि जितायो भने यो देश कहिले पनि माथि जाँदैन, कहिले पनि तपाईको विकास हुँदैन। त्यही भएर विशेष विचार गर्नु होला है साथीहरु सबैजनाले। अहिले यो पुरानो दललाई धेरै चोटी हेरिसकेका छन् नेपाली जनताले हैन। त्यही भएर अहिले चाहिँ तपाईको अहिले नयाँ खोलेका नयाँ पार्टीहरु छन्, केही अब नयाँ युवाहरुले चाहिँ खोलेको पार्टीहरु छ, त्यसलाई चाहिँ एकचोटी हेर्नुपर्छ हामीले हैन। तिनीहरुलाई पनि अब हेर्नै पर्छ भन्ने त हैन हैन। त्यही पनि एकचोटी हामीले चाहिँ नयाँ पार्टीलाई नै चाहिँ अब हेर्नुपर्छ, किनभने उनीहरुले चाहिँ अब काम गर्ने अब मौका पाएको छैन हैन। उनीहरुले पनि सत्तामा पुग्यो भने उनीहरुले जितिहाल्यो भने चाहिँ काम गरिहाल्छ कि हैन, काम गर्छ कि केही न केही हैन भन्ने आशा मात्रै हो हैन। पुरानो दलका पार्टीहरुलाई चाहिँ तपाईले हैन विशेष गरी विचार चाहिँ पुर्याउनु होला साथीहरु। यो पुरानो दलका पार्टीलाई तपाईले भोट दियो भने तपाईको बेकारमा खेर जानेछन् साथीहरु। हामीले धेरै चोटी, धेरै पटक, धेरै वर्ष चाहिँ हेरिसकेका छौं उनीहरुले केही पनि गर्न सक्दैन, केही पनि गर्न सकेको छैन अहिलेसम्म हैन। अझ नेपाललाई, देशलाई बनाउनुको सट्टा उनीहरुले देशलाई खोक्रो बनायो, कंगाल बनायो हैन। त्यसकारणले गर्दाखेरि साथीहरु अहिले चाहिँ विशेष विचार पुर्याउनु होला हैन। अहिले नयाँ युवाहरुले खोलेका पार्टीहरुलाई तपाईहरुले चाहिँ विशेष विचार पुर्याउनु होला। तपाईहरुको इच्छा, तपाईहरुको विचार हैन। नयाँलाई पनि तपाईले दिनै पर्छ, हाल्नै पर्छ, उनीहरुको पार्टीमा लाग्नै पर्छ भन्ने हैन कि। विशेष विचार पुर्याएर तपाईले हैन उनीहरुको अब भित्री आत्मादेखिको मन, यो देशप्रतिको माया कस्तो छ त्यो बुझेर तपाईहरुले भोट दिन सक्नुहुन्छ है साथीहरु। अहिले आउँदो चुनावमा चाहिँ तपाईहरुको विचार कस्तो लाग्छ हैन, कमेन्ट पनि गर्न सक्नुहुन्छ होला है त साथीहरु। जय नेपाल।